सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। अनि हिजोको भिडियो चाहिँ त्यो बिग्रियो नै भनौँ न, किनकि फर्स्ट टाइम थियो। अनि मैले धरानमा आइसकेँ, धरानमा अब खालसँग पानी पर्न लागिसक्यो, पानी परिरहेछ। अब निस्क्यौँ भनेको अब पनि त्यही गाइस हिजोको भिडियो चाहिँ अलिक बिग्रेछ। म हिजोको आज गरेर मिक्स गरेर हाल्नेछु भिडियो। अनि म चाहिँ अब जानुपर्ने हुन्छ। भतिजी नि यसले भनिदिनु न, यसले भनिदिनु न, यसले भनिदिनु न। स्नेल क्युट क्युटी। गाडी रोक्नु समय आइछ नि। यो रेलवेमा अब गाडी चढ्न हुन्छ। यहाँबाट गाडी आउने अरे यता यो भानुचोकबाट आउँछ। त्यो गाडी चाहिँ अब बुटमा हेरेर भेटौँला। हजुरहरू चाहिँ यहीँबाट जान्ला हो? हजुरहरू चाहिँ यतैबाट जानुभएको? म चाहिँ फेरि काठमाडौँबाट आएको हो कि। काठमाडौँबाट यता किन आएको त? उता उता जानु पर्दैन? यहाँ दाइ हुनुहुन्छ अन्त दाइले भोजपुर जानुपर्ने खास गरी म चाहिँ। तर म यहाँबाट अब त्यो माथि के भन्ज्याङ हुन्छ नि, जिरे भन्ज्याङ के भन्ज्याङ त्यो माथि के भन्ज्याङ, जिरे भन्ज्याङ के भन्छ त्यो कन्सुरी चौकी के भने हौ त्यहाँ झरेर म चाहिँ अलिक हिँडेर निस्किनु पर्ने हुन्छ। तपाईँहरू चाहिँ घोडेर पनि झर्ने? हजुर बाटो घरै उता हो कि यता चाहिँ हो? भर्खर आइपुग्यो है, बोर्डबाट झरिसक्यो। आधार चाहिँ उता यस्तो पाक्नु लागिसक्यो है, बसेर आइसक्यो। अहिले यति हिँड्दा झन् माथिबाट कस्तो होला। त्यही भएर अब एकचोटि घर पुगेर मात्रै म यहाँ छु होइन। म पुग्नुपर्ने चाहिँ हो यो डाँडा नि, यो डाँडाबाट फेरि डाँडा आउँछ, स्कुल आउँछ, स्कुलदेखि फेरि डाँडा घर आज पुग्नुपर्ने हो। 1:30 भइसक्यो यारकडा हो। म चाहिँ यो पारीको त डाँडादेखि हिँड्दै आइसकेँ कि अब घर पुग्नलाई अझै त्यतिकै टाढा छ। काला न कालो गाड पडिसक्यो यार कडा हो। यति त पसिना नर्मल हो, अझै आउँछ माथि पनि। ब्याग पनि कस्तो भारी भएको छ यार। अब घरमै बैठौँला।